Hello guys, welcome back to my channel. आज चाहिँ हामी लेखाको सम्तिबाङको लेखा भन्ने ठाउँमा यहाँ चाहिँ हाम्रो दिदी हुन्छ मेरो च्यानलमा चाहिँ नमस्कार गर्नु सबै युट्युब फ्यामिलीलाई बल्ल आउँदै हुन्छ किन गर्नु भएको के हजुरले अनि हामी चाहिँ अब लिस्न जाने भन्ने कुरा भइरहेछ यहाँ म चाहिँ बल्ल आउँदै हुनुहुन्छ हाम्रो साथी चाहिँ त्यसपछि हामी चाहिँ लिस्न जाने हो यो फललाई चाहिँ के भन्छन् ओ यहाँनिरको टिपन के उतेको हुन्छ जुन सक्छ त्यो टिपन Oh my lord. Okay. Oh my lord, साँच्चै आम जस्तै छ होइन काटौँ न पहिला कस्तो हुन्छ ट्राई त गरौँ लगेल जाम न काटौँ त्यहाँ दिदी तपाईँले खानुहुन्छ कि न दिदी हो साग गाउँको साग पनि कहाँ खान्छन् र के यसैको लहराको साग खान लागि फल हो के यो त्यसले खान नलागे चोपा खान नलागे ट्राई गरौँ त काटेर कस्तो हुँदो रहेछ तर लहरे आम त्यो भित्रदेखि हुन्छ नि अलिसा अच्छा तरकारी खाने भने त पताउँथे त्यो साग खाने भनेपछि कुन्नी कहाँदेखि ल्याउनु आएको यो बेर्ना फेरि ओ माई लर्ड हँसियो छैन त्यो काटम्न कस्तो हुँदो रहेछ त्यो भित्रबाट कस्तो हुन्छ कि हेर्दाखेरि कस्तो आँप जस्तै तपाईँले काट्नु न 3 भाग लगाइदिनु खाने मान्छे र यसलाई खाने हुन्छ ओहो नि अचम्मको फल देख्यो नि देखियो त त्यही त नि अस्ति त देखिसकेको ग्राउन्ड एप्पल त त्यो त भन्नु पर्दैन यस्तो हेर्दाखेरि बाहिरदेखि आउँछ यो त अचम्मको फल देखियो तरकारी अघिको चाहिँ नयाँ फल देखिहाल्यो क्या अब चाहिँ फेरि ग्राउन्ड एप्पल हेर्न गइरहेको छौँ हामी चाहिँ अनि हाम्रो सरले फेरि ग्राउन्ड एप्पल देख्नु भएको छैन अरे त्यही भएर यिनीहरू चाहिँ देखाउन लागि छिन् हजुर नाइ ए आलु त्यतिकै लग्ने माथि नै गर्ने दिदी ग्राउन्ड एप्पल तर यो चाहिँ भएन त यति अग्लो भएपछि सकेपछि बल्ल खन्यो अनि ओ एकखेप देखिसक्यो त ग्राउन्ड एप्पल यता खाँदै खाँदै त हजुर यस्तो कुरो हुँदैन ठिकै ठिकै हुन्छ तपाईँ खानु पर्छ 20 मिनट सर खाँदैन कि ग्राउन्ड एप्पल नहीं सर यतिकैलाई अब तास्नी बाहिरको कुरा खाने नि खाने भएन फल्दैन होला के गर्नु लाग्यो अब ननि गराउनु है भयो खानु न के माले भयो ठुलो हुन्छ अलिक ठुलो पनि हुन्छ 1 केजी भन्दा ठुलो हुन्छ होला अब चाहिँ हामीले यो लगेर चाहिँ लिस्ने लगेर चाहिँ खाने हुन्छ नास्ता
यो चाहिँ लिस्नेको अरे लिस्ने भन्न आएको फेरि लेखको भ्यू यो चाहिँ हाम्रो सरस्वतीको घर हो त्यति भएर चाहिँ पुगेको छ खान्छ त्यति धेरै अब त्यो चटपटे बनाउने होला के बनाउने आजको मेरो टिरी अनि यो चाहिँ म्यामको टिरी हामी चाहिँ आज लिस्ने जाँदैछौँ किमु त होइन किम्बु भन्छ तर कति धेरै पाएको अब हाम्रो लिस्ने बिहा सुरु हुँदैछ सुरु भइरहेको छ भनौँ न अनि यहाँ चाहिँ टिकटक भिडियो चल्दैछ हाम्रो सरस्वती दिदी सचिव म्याम अनि सर हुनुहुन्छ यति नै हो स्टे ट्युन हेर्दै गर्नु यहाँ ढिलो भइसक्यो यहाँ चाहिँ आस्ते हुनुहुन्छ अब लिस्नेतिर जानु लाग्यो अनि हाम्रो दिदी चाहिँ रेडी हुनुभएकै छैन हो यस्तो राम्रो भ्यू छ नि हेभन नै हो के यो तेबाङको नि लेख वाउ छ वाउ कसको घर कता कता पर्छ सबैले कमेन्ट गर्दै गर्नु होला मेरो भिडियोमा अनि हाम्रो दिदीले चाहिँ कसले चिन्नु भएको छ ब्युटिफुल राम्री हुनुहुन्छ मेरो भाउजू हो भाउजू अनि के अरे माइली भाउजू अनि पछि यहाँ चाहिँ कान्छी भाउजू हुनुहुन्छ उहाँ चाहिँ अनि यहाँ चाहिँ के अरे मौरीको घम भन्नाले पनि घार भन्छ 3वटा मौरीको घार छ यो चाहिँ मुडे घार हो अनि त्यसपछि यहाँ चाहिँ स्याउको बोट पनि छ तर स्याउ चाहिँ अझै फलेको छैन यो फले छैन नि स्याउ चाहिँ ए स्याउ फला रहेछ ऊ त्यहाँनिर ऊ यहाँनिर कहाँनिर भनेपछि ऊ यहाँनिर स्याउ छ 4-5 चाहिँ फला रहेछ फल्न त तर फल्न चाहिँ सुरु गरिसकेको रहेछ ऊ यहाँनिर चाहिँ 2वटा रहेछ 2वटा स्याउ यहाँनिर यति नै हो धेरै नै लगाउनु भयो त स्याउको बोट चाहिँ रोज यो चाहिँ मेरो युट्युब फ्यामिलीलाई म चाहिँ कस्तो देखेँ आज चाहिँ म चाहिँ मेरो बहिनीसँग भ्लग बनाउँछु मेरो बहिनी ऊ चाहिँ मेरो बहिनी हो शान्ति हेलो भन हेलो आज चाहिँ हामी धेरैजना जाँदैछौँ करिब कतिजना भनेपछि 10-12 जना जानु हामी के यति रमाइलो गर्नेवाला छौँ नि हामी चाहिँ मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला कहाँ जानुभयो सर म्याम चाहिँ छिटो आउनु छिटो टिमुरको बोट हो टिमुर फलेको छ अनि माथि गएपछि चाहिँ पानी पाइँदैन त्यही भएर हामीले चाहिँ यहीँदेखि नै पानी लगाउने विचार गरेका छौँ अब कति किलोमिटर बाँकी छ त्यसो भर्खरै अनि यहाँ चाहिँ पानी भरिसकेका छौँ हामीले चाहिँ पानी चाहिँ अलिक फोर्ने रहेछ तर यहाँनिर पानी भर्ने ठाउँ अब चाहिँ हामी जान्छौँ हामी लाग्छौँ बिन्दा तुला मगेको फुला हेलो खै हेलो भनेको हेलो भन न आज लिस्नेको भ्लग चाहिँ लामो नै हुने होला छ
धैर्य गरेर चाहिँ हेरिदिनु होला मेरो भिडियो चाहिँ। आउँदै हुनुहुन्छ हाम्रो ग्रुप पछाडि। छिटो आउनु भाउजू। हेर्नु बल्ल हाँसेको तुलाको दाँत नै छैन अगाडिको। तुला कति राम्रो ठाउँ हो के नि। तपाईँ भाउजू धेरै कराइराख्नु भएको नि भाउजू। यो भिडियो दाइसम्म पुग्छ हेर्नु होला। दाइ भाउजूलाई सम्झाउने। नन्दले भनेकै मान्नुहुन्न। कस्तो भाउजू ल्याउनु भएछ क्या दाइले पनि। मेरो दाइ त ज्ञानी हुनुहुन्छ। कति ज्ञानी हुन्छ र तपाईँ। लास्ट टाइम मेरो दाइ त फोटो खिच्नु लाइन मैले भिडियो हेर्नुहोस् न फुल। वाउ त्यहाँनिर यिनले पनि फुल टिप्दैछिन्। विनिताले फुल टिप्दैछिन्। हाम्रो माइली भाउजू र कान्छी भाउजू त गइसक्नु भयो। अहिले चाहिँ बिन्दारमा मात्र छन्। भयो होला विनिता। खुसी खुसी हो। थ्याङ्क यू। यो चाहिँ बिन्दाले मलाई दिएको फुल हो। गाइजहरु फुल फुल भनेपछि को मक्क पर्दैन होला नि। कस्तो राम्रो बस्छ खालके फुल। हामी चाहिँ बल्ल अब रोडमा आइसक्यौँ। अझै कति टाइम लाग्छ थाहै छैन। अहिले चाहिँ बिन्दारामा मात्र छन्। अरू चाहिँ अगाडि गइसक्नु भयो। म्याडम कस्तो भइरहेको छ लौ न। थ्याङ्क यू। वेलकम। यो चाहिँ बिन्ताले दिएको फुल हो। त्यो पारिदेखि चाहिँ 8 नम्बरवटा चिन्ने नै सर। उता यो चाहिँ चिन्ने भन्ने ठाउँ मात्र हो। एहे बिनी गाइस हामी चाहिँ अझै आधी बाटो नै आइपुगेको छैनौँ। यहाँ बाटोमा जुगा देखियो। जुगा माय लर्ड। हामी चाहिँ हेर्दैछौँ अझै कति टाढा। छन् कि क्या नि मान्छे माथि मान्छन्।
अझै हाम्रो गन्तव्य त त्यहाँनिर हो कति टाइम लाग्छ ए यो चाहिँ कालो ऐसेलु अस्ति चाहिँ मैले पहिलो ऐसेलु देखाएको थिएँ गाइजहरू ल्याउ त होइन उ त्यहाँनिर छ म्याडम सरी आइएम सो सरी भाउजू आइएम सो सरी अर्कोमा पनि अर्को जग्गामा पनि छ यो त अर्कै छ त फेरि यो कालो छ यो फेरि अर्कै छ त भाउजू ओ धन्यवाद कान्छी भाउजू हामी त्यहाँ गिरेको छौँ रमाइलो भइरहेको छ त्यो कतिखेर पुग्ने हामी लाली गुराँससम्म छ ऊ पारी के छ रे यही बाटो बिन्दा चित्रा पनि छ चित्रा हो र भर्खर गीत गाउने मान्छे चाहिँ उहाँ नै हो है अनि उहाँको छोरी चाहिँ इन्डियन ल गीत गाउनु फेरि म्याम र सर नाच्नुहुन्छ ल ल छिटो यो कहाँ अरे यो तलको हेर्नु तलको यो के अरे यो ठाउँलाई के भन्छ अरे फुलधारा पारी अफले अनि यसले त लेख त्यसो भए त ओ पारी अरेस यता ए जेनिसा मिस पूर्णिमा मिस हेर्नु यो ब्लग हेर्नु यता हेर्नु ब्लग हेर्नु यता हेर्नु यता यहाँ गीत गाउनु न फेरि आहा कति राम्रो फुल जस्तै राम्री अनि हाम्री शान्ति एक्लै हाँस्नु छ कि हँसाउनु न हामीले पनि गर्नुहुन्छ भनेर मासु भात खिलाएको थाहा छैन बोल्यो तागत लाग्छ भनेर हो र थ्याङ्क यू त्यही हो आटा बोलेर साथ नधौने मान्दै नमान्ने साथ लिनु हो फाइनली हामी चाहिँ लिस्ने आइपुग्न लाग्यो कति राम्रो भ्यू देखेको माई लर्ड भने जस्तो देखिया
खतम छ यो बाटो त हजुर फाइनल्ली हामी चाहिँ लेख आइसक्यौँ अरे लेख होइन कि लिस्ने आइसियोस् पधारियोस् हो र तेरिका फुल ओ त्यहाँ त्यहाँदेखि यहाँ आइपुग्यो बन्जी हान्ने यही लगानी गर्नु सर अब हजुर म्यामले कमाएको पैसा बन्जी रिसोर्ट खोल्ने बन्दैछ त तर बिजुवार होला कि त्यो तपाईँले देख्ने पारीको त तेरिका बैसा खाके यो जोगमती म्याडमको बैसा आएर उधुम छ उखुम्मै छ उखुम्मै नो थ्याङ्क्स भाउजू श्री नो थ्याङ्क्स कसले बिचरा हाम्रो म्याडमलाई नछुनु है बल्ल बल्ल आइपुग्यो 1.5 घन्टा लाग्यो लेखदेखि लिस्ने आइपुग्न चाहिँ फुल टिप्दैछन् मेरो लागि फुल भन्दै थिएँ कि देखो मजा आउँछ दाना फुल लगेर एउटा पात भयो नि के ऐसा नहीं होता है रे इधर दरवाजा बनाएर चाहिँ पठाइ भरे कहाँनिर यो ठाउँमा हस् किन नआएको अन्त पोतीले पलङ खान लागेको कुरो ए फुल रोपेको यो फुल ए यो पनि त फुल त हो नि होइन र ए
यहाँदेखि छैन बाटो ए यहीँदेखि ल जानु जानु के छ यो खान्छन् यो के हो नि यसलाई के भन्छ खान्छन् किन यसो त यही हो बाको भनेको यो नि चरे बाको होइन अरे आउनु आउनु किन किन यो ढुङ्गालाई हजुर ए तपाईँले त्यही भन्नुभयो होला नि त नि म जस्तो मान्छे हिँड्न पर्छ कि जहाँ पनि हो हाम्रो ग्रुप चाहिँ यति नै हो अनि म छु यतै हो कि अनि तिनीहरूले भिडियो बनाएको अनि चलेको नाचेका मुन्टेर पो मिस के रे जोगमा दिदी प्युठानको सिमुना रोल्पाको घर भन्ने ए मान्छे कति रहेछ नि त यहाँ बनाउनु के हो यहाँ बस्नु फुल यहाँ बलेको मकर हो अस्ति तपाईँले फोटो खिच्नुको भिडियो बनाउनु भएको त अझ नि यही हिँडेर तपाईँहरूले पहिला कस्तो ठाडै छ के आउँदाखेरि ठिकै होला जाँदाखेरि पो डर लाग्यो पहिला त खिया लागेको गाइस हामी चाहिँ डिस्नीमा आइसकेका छौँ अनि हाम्रो फोटो सेसन पनि भइसक्यो त्यहाँ अझै फोटो सेसन हुँदैछ हाम्रो फोटो सेसन चाहिँ सिद्धिसक्यो अनि त्यसपछि यति नै हो हाम्रो ब्लग बाई बाई keep watching keep subscribing our channel bye bye guys